हेलो गाइस, सबलाई मेरो तर्फबाट गुड मर्निङ हैन। आज किनभनेपछि होटलमा काम गर्ने केटाहरूको लागि, कुकिङ गर्ने केटाहरूको लागि एउटा सानो एउटा हैन क्यारेटको बारीमा कटिङ कसरी गर्छन् भनेर भन्न गइरहेको छु हैन। अब जो नयाँ नयाँ केटाहरूले सिक्छन् नि, उनी केटाहरूले किनभनेपछि अब क्यारेटलाई चोप गर्नु पर्यो भने हैन, हातमा लिएर यसरी चोप गर्छन् कि यसरी 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 चोप गर्छन् हैन। त्यो केटाहरूको लागि भन्न गइरहेको छु हैन। एकदम सजिलो आइडिया। अब केटाहरूले गरेको केटाहरूलाई त थाहा होला हैन। यसरी छड्के राख्ने, क्यारेटलाई यसरी राखेर हैन, छड्के राख्ने के यसरी छड्के राख्यो भने छड्के काट्ने के यसरी टक्क छड्के काट्नुपर्छ गाइज हैन। यसरी टक्क छड्के काटेर टक्क यो छड्के काट्यो भने सजिलो हुन्छ चोप गर्न हैन। टक्क यसरी पिसहरू यसरी मिलाउने हैन। टक्क पिसहरू मिलाएर टक्क हात च्यापेर टक्क यसरी कटिङ गर्ने, हेर्दै गर्नु होला हैन। यसरी चोप गर्ने के गाइज, यसरी टक्क यसरी चोप गर्यो भने चाहिँ यो लामो तरिकाले हैन टक्क यसरी काट्यो भने चाहिँ टक्कलाई यसरी चाहिँ घुमाएर चाहिँ एकदम सजिलो तरिकाले के यसरी यसरी गाइज एकदम सजिलो तरिका के, एकदम सजिलो तरिका। देख्नुभयो गाइज, यति मजाको कटिङ भयो हैन। देख्नुभयो नि। अब यसरी काट्यो भने के हुन्छ भने चाहिँ यसरी काट्दाखेरि नयाँ नयाँ केटाहरूले सिक्दाखेरि यसरी काट्छन् हैन। काटेर यसरी सट्ट स्लिप भएर यसरी सट्ट जान्छ कि, अन्त हात काट्ने सम्भावना धेरै हुन्छ गाइज हैन। ओके गाइज, मन पर्यो भने बाइ बाइ गाइज।